guys, welcome to my channel तिरुपला बुढा थोकी। आज चाहिँ हामी एबिसी को टिम चाहिँ कोलपुर महोत्सवमा जाँदैछौँ। कोलपुरको ओनर चाहिँ उहाँ हुनुहुन्छ। अगाडि आधी टिम चाहिँ अगाडि गइसक्यो, हामी चाहिँ यहाँ छौँ। म यता छु। हामी एनटिभी रोडनिर पुगिसकेको छौँ। आज महोत्सवले पनि च्यालेन्ज एकदम गरिरहेको छ। चिसो चिसो छ। हेलो भनिदिनु न, पछाडि हेरेर कस्तो हेर्दै नभन्ने हो र। मलाई नपत्याएको क्या हेलो नभनिदिने भनेर तपाईँ पनि हेलो। अहिले चाहिँ हामी एनटिभी क्रस गरिसक्यौँ। मेला चाहिँ आज डरै हुन्छ। एकदम रमाइलो हुनेवाला छ। शान्तिश्री परियार आउँदै हुनुहुन्छ, हाम्रो अर्को कमल बिसी माइललाई। अरू अरू पनि आउँदै हुनुहुन्छ कलाकारहरू। सो एकदम रमाइलो हुनेवाला छ। हाम्रो कोलपुरको भाइरल रोड हबबाट हामी चाहिँ आज महोत्सव जाँदैछौँ। हाम्रो मिसहरू हुनुहुन्छ यता। भाइ मेरो बहिनी लाग्यो दुःखै भएको छ। बाँकी मेलाको छेउनिर पुगिसक्यौँ हामी। मेला हेर्न सक्नुहुन्छ, एकदमै रमाइलो। जाने हो क्या? हामी नजिक नजिक आइसक्यौँ। मेलाको एकदम क्लोज। मान्छेहरू अहिले त हेर्नु देख्नु सक्छ, गाडीहरूको भरि भराउ मान्छे, अटो कार। टिकटै बन्द, गाह्रो छ। यति धेरै मान्छे छन् कि बन्द भइसक्यो। अघि नै भइसक्यो। तपाईँ देखिनु भएन क्या हेलो भनिदिनु ल। हामी चाहिँ अहिले मेला लाग्ने ठाउँमा पुगेछौँ। टिकट काट्न गएको थियो तर के भने टिकटै पाएन। भित्र मान्छे धेरै भएको कारणले गर्दा टिकट नदिने भन्ने अनुरोध गरेको छन्। देख्न सक्नुहुन्छ भिड तपाईँहरूले कोलपुर मेलाको। टिकट दिएको छैन रे, म भित्र गएर ल्याएर आउँछु है। कतिजना छौँ हामी? काउन्टिङ गर्नुहोस् त। टिकटको व्यवस्था चाहिँ हामी पैसा उठाउँ बाबु, पहिला म ल्याएर आउँछु। चिट्टा जसलाई पर्छ त्यसलाई म पैसा रिटर्न गर्छु। एबिसी एजुकेशनल इन्स्टिट्युटका